भ्लगमा। आई होप सबैजना सन्चै हुन्छ होला। म पनि एकदम ठिक छु। सबैजनालाई ह्याप्पी दसैँ। दसैँको धेरै धेरै शुभकामना। अब चाहिँ हाम्रो टिका लाउने तर्खर भइसक्न लाग्यो होइन। त्यो चाहिँ टिका भयो। यता भने जमरा जौका अनि मकै अनि यता भने खाना पाकेको छ। यो चाहिँ अचार भयो। यो चाहिँ भात नै भयो होइन। अर्को चाहिँ यहाँ गोपी र आलु पकेको छ। हामी मासु खाँदैनौँ। अनि फेरि यता भने अर्को अचार पनि छ। हामी चाहिँ 3-4वटा अचार बनाएको ल दामी देखिरहेको छ। अब चाहिँ यता चाहिँ बस्ने ठाउँ भयो। पहिला घर लगाउँछ अनि त्यसपछि अर्को ठाउँमा जान्छौँ ल गाइस। यता पनि हामीले ढोकामा टिका लाउनु लाग्यो। पहिला गोबर दुबो अनि त्यसपछि जमारा त्यसपछि टिका है मम्मीले लगाउँदै हुनुहुन्छ। अब चाहिँ टिकाको साइड भइसक्यो अरे होइन। ल्याउनु यति किने हुन्न चाहिँ लगाइदिँदै हुनुहुन्छ मम्मीले। माथि भने भाइ छ हेलो भन् कपडा टी सर्ट बन्द लाएर बसेको छ। कथेर लगाउने हो टुङ्गो होइन। मम्मीले चाहिँ यता टिका लगाइदिँदै हुनुहुन्छ होइन। पहिला चाहिँ ढोकामा लगाइदिनु पर्छ। यो चाहिँ जमारा अक्षता अनि यो चाहिँ मम्मीले ढोकामा टिका लगाइदिँदै हुनुहुन्छ होइन। यो चाहिँ जमारा भयो। यता भने अक्षता आना छप्पाई के हेर्नु है क्या दामी तरिकाले टिका लगाइदिनु भएको छ मम्मीले। अलि चाड लगाउने अनि यता चाहिँ लगाएर भइसक्यो। अब चाहिँ हामी धुर्खामातिर लगाउनु जान लागेको गाई। हामी चाहिँ धुर्खामातिर टिका लगाउन गएको गाई। हेर्नु ल मम्मीले त्यहाँ हाल्नु भयो टिका चाहिँ। धुर्खामा पनि लगाइदिनु पर्छ नि त। बाहिर मात्रै लगाएर भएन। ट्याक्क मिलाएर होइन मिलाउनु पर्छ के। लाओ जाओ त्यही त भनेको आफ्नो मम्मीसँग लाउने त्यही जमरा खसे कि मेरो त्यही भन्छ है राम्रै भइसक्यो। मजा लगाइदिन्छ। जेठीको पाला सक्यो अब मैलीको पाला सुरु हुँदैछ। म यहाँ बसेर हेर्छु कि नकुचे मलाई ल। जेठीको पालो सक्यो मैलीको पालो कान्छी त लास्ट हो। दही हाल्न अब काइलीको पाला जेठी र मैलीको सक्यो। अब चाहिँ काइलीको पाला गाइस। यता भने हेर न कति छ नि कसो गरे हाई भन नितिश हेलो कान्छान्टी कान्छान्टी हेलो ल पूजा टिका पालो कान्छान्टी मुस्कुराएर एकचोटि हाई भनिदिनु पर्यो कि ल ड्याम
छिटो लाउने कसको नरुनु है कान्छन्टी रुने होइन रुला के हो यता चाहिँ हरिलाई चाहिँ टिको लगाइदिने हुनुहुन्छ आमा हाई बनाउनु चट्टा पर टिको लगाइदिने हुनुहुन्छ उता पनि टिको लगाउने कार्यक्रम चलिरहेको छ यता पनि यता चाहिँ हेर्ने पाल खुसी हालेर पल्ले दुगुर्न राम्रै भयो टिको लाएर ल मेरो पाला आऊ गाई जसो तसो गरेर हामी पल्ला लगाएछ अझै लाउँदैछु मैले चाहिँ भरेसम्म एक पाकेट आशीर्वाद दुईटा जमे अन्त के मन त एकैचोटि दुईटा बिहा गर्ने हुन्छ र भने ढिलो नमस्ते ए काइन्डी नमस्ते म त भने अझै टिको लाउँदैछौँ हामीले चाहिँ हेर्न सक्नुहुन्छ यता भने पोच गरेर यता हेर मैले कसो गरेको छु यता हेराउने यसलाई हेराउने कसो गर्छ ए लगायत म चाहिँ भात खान लगाएको कोइले चाहिँ खाएर गएँ मेरो चाहिँ पालो टिको लाएर सकियो होइन अब सबैभन्दा जेठी मै थिएँ मेरो पालो चाडिसक्यो उता भने मम्मीले भात पस्काइदिँदै हुनुहुन्छ त्यही अब म चाहिँ भात खान लगाएको हजुरहरूलाई ह्याप्पी दसैँ गाई सबैजनालाई लगायत म चाहिँ खाना सुरु गरेको यहाँ चाहिँ 2 थर अचार छ यो केराउ र चना अनि यो भने के कर्कलाको अचार यता भने बोकेर आलु म चाहिँ मासु खाँदैन त्यही भएर भात खान लगाएको गाई ल दसैँ सकियो अब अन्त जानुपर्छ अन्त जान चाहिँ खाएर जानुपर्छ है अन्त घर फाइनली गाइज हाम्रो घरमा चाहिँ टिका लाएर सिद्धिसक्यो अब चाहिँ हामी अन्त जानुपर्छ हाम्रो गाउँ घरमा चाहिँ टिका लाएर सिद्धिसक्यो अब चाहिँ हामी फाइनली गाइज हामी चाहिँ टिका लाएर सिद्धिसक्यो अब चाहिँ हामी तल जानुपर्छ तल पनि आफ्ना दाजुभाइ छन् त्यहाँ जानुपर्छ घरमा चाहिँ टिका लाएर हामीले सिद्धिसक्यौँ गाइज तर है जे होस् नरमाइलो नै भयो दसैँ चाहिँ होइन हजुर बुवा पनि हुनुहुन्न अनि बाबाहरू पनि हुनुहुन्न त्यसैले नरमाइलो भयो जे भए पनि पीडा दिनमा राखेर बाहिर चाहिँ मुस्कान दिनुपर्छ अनि चाहिँ अब तल गएको भिडियो बनाउनु खास गाइस हामी चाहिँ अब घुम्न जान लागेको टिका लाएर चाहिँ जता कतै सकियो फाइनली होइन भाइ बहिनी अनि यहाँ गिटार बोकेर कस्तो मजाले गीत गाउनु पर्छ नि त उता के भन्छ मसिरपाटाको डाँडामा गएर गीत गाउनुपर्छ त्यसैले हामी चाहिँ घुम्न हिँडेको गाइस यति धेरैजना भएर ओके फाइनली गाइस हामी चाहिँ मन्दिरमा आइपुग्यौँ होइन यता चाहिँ यस्तो बब्बाल भिउ देखेको छ यता भने देवी माताको मूर्ति छ होइन हामी चाहिँ मन्दिरमा आएको छौँ घुम्नलाई यता भने भाइहरू गिटार बजाउँदैछ बाँकी भिडियो चाहिँ पछि गर्छ हेर्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ सराहनाथ स्टार्ट भइसकेको छ ल त्यही हो क्या त्यही हो ल यहाँ बब्बाल नाच भइरहेको छ है
सबैजना मान्छे पनि मस्तै छन् यता पनि अभय छ आयो नमस्कार दर्शक म अभय राणाजी अरू केही दुई शब्द यसको काम छैन यता पनि सराना म अहिले चाहिँ यहाँ नारायणनाथ हेर्ने भनेर आएको अरू मलाई थाहा छैन बोल्न जान्छु यता पनि सराना झुल्दैछ गाइस आज पनि कति धेरै मान्छे छन् यता खाँदैछन् कतिले त्यहाँ तर म पनि सरायनाथ हेर्छु हामी पनि सराना हेर्थ्यौँ कि हाम्रो नाच्न त आउँथ्यो तर यसमा ताला होइन कि गाइस त्यो भएर हामी ननाच्दिएको ल पाए गाइस हामी चाहिँ गएको चाहिँ यो बिल्कुल मजा आएन कि यार यस्तो के नाच्यो है पहिलोचोटि हेर्न आएको त्यही पनि बिल्कुल मजै आएन क्या अब चाहिँ हामी घर जान लाग्यो है यत्रो सिँढी झरेर जान लाग्यो कम त हामी मेन यति छौँ त्यहाँ अहिले चाहिँ हामी गएको ल पछि नेक्स्ट भिडियोमा भेटौँला बाई बाई फ्यामिली टाटा